नेपाल भारत अन्तर्राष्ट्रिय सिमानाहरूमध्ये एक पश्चिमेली नाका झुलाघाट, जहाँ पारीतर्फ जो बजार देखिरहेको छ त्यो चाहिँ भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला स्थित झुलाघाट बजार हो भने यो महाकाली नदी बीचमा ओहर दोहर गर्न पुल छ र वारीतर्फ नेपालको पनि सानो बजार रहेको छ। भारतको तुलनामा 20-25% जति होला, बाँकी ठुलो बजार भनेको भारतकै देखिन्छ यहाँ। र यो बजार अधिकांश यहाँका नागरिकहरू नेपालतर्फका, खास गरी बैतडी, पहिला त दार्चुला, बझाङ, बाजुरा अन्य जिल्लाहरूबाट पनि यहाँ आउँथे। अहिले पनि छन् तर अहिले कम छन्, किनकि स्थानीय स्तरहरूमा नेपालमा पनि रोड पुगिसकेको छ भने तैपनि आउँछन्। तर बैतडीका अधिकांश बिहे, व्रतबन्ध, विभिन्न कार्यक्रम आयोजना, घरहायसी सामग्री खरिद, बेचबिखन, सामग्रीहरूकै बेचबिखन भनौँ, त्यसका लागि प्रमुख थलो मानिन्छ यो बजार। र यो पुल पनि हेर्दाखेरि दामी लाग्छ है, तर गाडी चाहिँ गुड्दैन। भारततर्फ भने यहाँसम्म गाडी देख्न सकिन्छ सजिलै, जुन अधिकांश यहाँबाट अब पिथौरागढ, दिल्ली इत्यादि अन्य ठाउँहरूमा जान यहीँबाट यात्रा सुरु हुन्छ यो नाकाबाट पार गर्नेहरूका लागि भने भविष्यमा यो पुललाई पनि पक्की बनाउने कुराहरू चाहिँ आएको छ। भारतीय पक्षबाट त टेन्डर समेत पनि आह्वान गरेको हामीले सामाजिक सञ्जाल तथा अन्य स्रोतहरूबाट देखेका पनि छौँ। नेपालका धेरै नेताहरूले पनि झुलाघाटमा पक्की मोटर पुल बन्छ भनेको 5-6 वर्षदेखि म पनि सुन्दै आएको छु, हुनसक्छ बढी पनि भयो होला। तर आशा छ एक न एक दिन यहाँ पनि, यो ठाउँमा होइन तर यहाँभन्दा 500 मिटर जति तल मौरा भन्ने ठाउँमा, यसै नदीको तल नदीमाथि पुल बन्ने ठाउँ तोकिएको छ भनौँ, चुनिएको छ, सर्वे भएको छ भनौँ। तर एक दिन बन्छ भनौँ। र एउटा मस्त मजाको कुरा के छ भने यो बाटो भनेको चाहिँ एउटा ऐतिहासिक छ आफैमा है। फेरि देख्दाखेरि यो नेपालतर्फको बाटो हो र यो भनेको यहाँबाट नजिकै सेरा गाउँ पर्छ, बैतडीको दशचन्द नगरपालिका वडा नम्बर 6। अब सेरा गाउँ पर्छ यहाँभन्दा अगाडि, मुस्किलले अब कति होला 4-5 किलोमिटर जति होला भनौँ मेरो विचारमा है। अब मैले नापेको त छैन, तर बाटो भने यस्तो छ। तर यो ऐतिहासिक बाटो हो। कसरी भन्दाखेरि भने विगतका दिनहरूमा पुर्चौडी हाट, दार्चुला, गोकुलेश्वर, बैतडी, दार्चुला भनौँ, ती ठाउँहरूमा जानका लागि प्रयोग गरिने अधिकांश प्रयोग पैदल यात्रा है। फेरि यस्तो बाटो छ नेपालतर्फ, म मजासित देखाउन चाहन्छु। यस्तो बाटो छ, भिरैभिरको बाटो छ। यो बाटो प्रयोग हुने गर्थ्यो वा गरिन्छ पनि भनौँ, अहिले पनि जान्छन् होला, तर म देखिरहेको छैन। मलाई 2-2.5 घन्टा जति यो बाटोमा यताउति हिँडडुल गर्दा भइसक्यो। एउटा मान्छे पनि ओहोरदोहोर अहिले त भएको छैन। पहिला चाहिँ म दिनहुँ झुलाघाट आउँदाखेरि 50-100 जना जति दिनहुँ हिँडडुल गर्ने बाटो थियो, कम्तीमा है। फेरि बढी पनि हुनसक्छ, अब ठ्याक्कै गिन्ती त मैले पनि गरेन। अहिले चाहिँ बाटो भने यस्तो छ। र यो बाटोको म किन कुरा गरिरहेको छु भने भविष्यमा मलाई लाग्छ यो रोडको पनि कुरा भएको छ। भविष्यमा सेरासम्म त अब रोड छ भनौँ, त्यहाँबाट 4-5 किलोमिटर होला, अथवा 150 अथवा 500 मिटर जति तलमाथि हुनसक्छ, तर त्यत्तिकै होला मेरो विचारमा है। र रोड कटिङ भइरहेको छ पनि सुनेको छु, खै कहाँसम्म हुन्छ। तर अहिले चाहिँ यस्तो छ। अलि पर हेर्ने हो भने हो, त्यो ठाउँ हेर्ने भने ठ्याक्कै त्यहाँबाट झऱ्यो भने त महाकाली नै छ है। फेरि यस्तो लापरवाही गऱ्यो भने तर ओहो डेन्जरै रोड रहेछ है। तर यहाँबाट एकपल्ट भारतीय बजारलाई हामी सरसर्ती स्लो मोसनमा हेरौँ भने क्या गजबको देखिन्छ है। अनि यहाँनिर महाकाली नदी, जो नेपालकै नदी हो है, 14 अञ्चल मध्ये एक भनौँ महाकाली नदी, जो विभिन्न हिमालय र मूलहरू, खोला नाला मिसिएर बनेको नदी यो हो, जसलाई भारतमा अगाडि पुगेदेखि शारदा नदी पनि भन्ने गर्छन्। यो पुलको पनि सम्झना उता भारत र सीमामा एउटा नेपालको राष्ट्रिय झन्डा पनि स्थापित भएको छ, त्यो पनि यो भिडियोमा म देखाउन गइरहेको छु। यो हो नेपालको राष्ट्रिय झन्डा, जो सीमामा 500 मिटर नेपालतर्फै स्थापित गरिएको छ। र फेरि हामी भारत बजारतर्फ लाग्ने हो भने क्या गजबको सिन आउँछ। नेपालतर्फ पनि ठुला ठुला पहाडी छन्, यहाँभन्दा ठ्याक्कै मेरो माथि पनि हेर्ने भने यस्तो डरलाग्दो ठाउँ छ है। गजब छ है। ल, धन्यवाद छ सम्पूर्णलाई।